ल है साथीहरू, चाउमिन त थुप्पो भनेर बनाएको त पुरै साफिक जस्तै भएछ है। यस्तो दामी के हेर्न। यस्तो मजाले बनाएर खा। मजा लाग्यो यार। है तपाईँहरू पनि खाने भए आउनु है। छ एक कराई पकाएको यार, म एक्लैले खानै नखाने भए। सबैजनाले यसो यो भिडियोलाई हेरेर लाइक गर्नलाई यसरी खाना। चाउमिन खाएको भिडियो लाइभ गरेको है, भिडियो रेकर्ड गरेको यस्तो होइन नि। कति मिठो भएछ यार। धेरै वर्ष पछाडि खायो क्या चाउमिन, कति मिठो। सबैजनाले यो मेरो भिडियोलाई लाइक गरिदिनु होला है, कसरी खाने होइन। यस्तो दामी भएछ। चिकनलाई पहिला मजाले भुटेको होइन, फ्राई गरेको। त्यो भिडियो पनि हालेको छ फेसबुकमा। सबैजना लाइक गरिदिनु है गाइजहरू। के गर्नु, यस्तै हो परदेशी जिन्दगी। छुट्टीको दिनमा यस्तो मस्त बनाएर खाने, अरू बेलामा त त्यो उठ्ने बित्तिकै ड्युटी जान कुद्नलाई ठिक्का हुन्छ। के गर्नु गाइज, गाह्रो छ नि पैसा कमाउनलाई। ल है साथीहरू, आहा चाउमिन खान आउनुहोस् सबैलाई। यति धेरै पकाएको है। आहा म त खाँदा खाँदा हैरान भइसक्यो, कहिल्यै सकिँदैन। एकदम टेस्टी भएछ हौ। 5 स्टार होटेलको भन्दा पनि कम त छैन। चिकन गेडागुडी सबै मिसाएको, भेजिटेबल। दामी छ हौ चाउमिन। सबैजनाले मेरो यो युट्युबमा होइन यो भिडियो सबैले लाइक गरिदिनु होला है गाइजहरू।